हेलो गाइज, वेलकम टु माई ब्लग। अहिले चाहिँ हामी इता यादव हाचिमान श्राइन भन्ने ठाउँमा छौँ र आजको हाइक हामी यही श्राइनबाट स्टार्ट गर्नेछौँ। मेरो पछाडि रहेको छ कोबेको एकदम राम्रो भ्यू र अब हामी यहाँबाट हाम्रो हाइकिङ स्टार्ट गर्दैछौँ। हामी चाहिँ अब यहाँबाट हिँडेर जाँदैछौँ। लेट्स गो। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो प्राइभेट हेलिकप्टर कता गयो। सबिना कता बल्ली छ टुइ टुइ हिँडेर गइसक्यो। आऊ आजको हाइकको बारेमा के भनिदियो त बुढी? आज चाहिँ हाम्रो फर्स्ट हाइक हो। सबिना त अहिले थाकिसकेको छ। हेरौँ के हुन्छ अहिले पछिसम्म, कस्तो हुन्छ हालत। कुकुरको कस्तो जिब्रो निक्लिन्छ होला सायद। छैन अझसम्म गाह्रो भएको छैन? अघि पसिना निकाल्यो नि। पसिना त निस्किहाल्छ नि 20-25 दिन कोठामा बसेर मोबाइल मात्र चलाएपछि। भर्याङ नै भर्याङ भएर सबिनाको हाल अलिकति पतला भएको छ है सबिना? गाह्रो हुँदो रहेछ सबिना ट्रेकिङ? हाँ बेबी, कैसा लग रहा है आपको? इसको हमें बहुत मज़ा आने वाला है। इसमें हमको बहुत मज़ा आने वाला है। हामी चाहिँ श्राइनबाट बाटैबाट आएको है सबिना? त्यस्तो केही जङ्सनहरू थियो त? श्राइनबाट सिधै उकालो लागेर हिँडेकै छौँ हामी। शीतल बाटो, बाहिर चाहिँ घाम लागिरहेको छ, यहाँ चाहिँ शीतल छ है। हामी चाहिँ एकछिन विश्राम गरेर सबिना यहाँ कट्टुस छोडाएर कट्टुस खानलाई चाहिँ भुटेर खानु काँचै खान्छ होला तिमीले त। खाइदियो त, काँचै खाएर देखाइदियो त मेरो। तपाईँलाई खुवाइदिन्छ भने तपाईँलाई खुवाइदिन्छ। त्यस्तो त नहुने हुन्थ्यो। किन कराएको? कसरी निकाल्यो करायो? किन कराएको? हामी अहिले यहाँ आइपुगिसकेका छौँ। यहाँनिर चाहिँ यो बाटो चाहिँ होइन, यहाँ यो बाटो चाहिँ जानुहोस्। ब्रेक बसेर हामी यही बाटो जानेछौँ। कस्तो हुँदो रहेछ कट्टुस खाएको एक्सप्रेसन? सबिनाको सर्प देखेर यहाँ सातो बुत्लो गएको छ है सबिना? बाल बचिरहेछ सबिना। सबिनाले जापानको जङ्गल कस्तो लाग्यो? सबिनालाई आजको ट्रेकिङ बोरिङ भयो किनभने उसले बाटोमा चौचौको प्याकेट, बिस्कुटको प्याकेट, बोतलको खाली बोतलहरू देखेन अरे। अनि त्यसपछि उसलाई त ट्रेकिङ गरे जस्तै लागेन अरे। यो ठाउँमा चाहिँ अलिकति हामीलाई बाटो बुझ्नुमा अलिकति गाह्रो भयो। यो साइनबोर्ड भएको छ, हामी चाहिँ यो बाटो जाँदैछौँ। हेरौँ कहाँ पुगिन्छ। हामी चाहिँ यहाँनिर बसेर हल्का स्न्याक्स खाएर फेरि हाम्रो जर्नी कन्टिन्यू गर्नेछौँ, किनभने सबिनालाई आएन इनर्जी बोल्नलाई। होइन ल, नाटक यो पनि खालि सबिना भन्नुहुन्न है। कस्तो लागिरहेको छ सबिनालाई?
खान पाएपछि वाओ नत्र नो वाओ She is angry now. Maybe she is trying to see तेरो भाव कस्तो छ मेरो ऱ्याप म तपाईँ जस्तो छैन आजको टेम्परेचर छ 17 डिग्री रहेको छ ल जाम अब लेट्स गो लेट्स कन्टिन्यू आवर हाइक भर्याङ त खतरा रहेछ त डुङडुङ डुङडुङ जाऊ त फास्ट 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 वाउ 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 फेरि पनि भर्याङ कन्टिन्यू भएको छ के भन्नु छ सबिनालाई भर्याङको बारेमा केही भन्नु छ कि अघि नै खाएको सिद्धि भन्नु न अब घाम भएको ठाउँमा गएपछि सबिनाले सनग्लास झिकेर लाउँछ फ्यासन देखा सबिना इज बिङ फ्या फ्या होइन ब्रेक बसेको ठाउँबाट त पुरै भर्याङ भर्याङ है सबिना ठाडै हो कालो सानो खुट्टा भएको मान्छेलाई गाह्रो हो भर्याङ छ बोकेर त लाँदिनँ छोडेर जानु सक्छु बरु बाई बाई हामी चाहिँ यासियामा भएको ठाउँपट्टि जानेछौँ दिस वे लेट्स गो हामी फेरि अघि नै हिँडेको ठाउँबाट 10 मिनटमा फेरि खतरा ब्रेक बस्ने ठाउँमा आइसकेका छौँ चौतारा जस्तो हेर्न सक्नुहुन्छ यस्तो भ्यू हेरेर ब्रेक बस्न सकिन्छ अब फेरि जङ्गलको शीतल बाटोको यात्रा सुरु भएको छ है अरू के सबिनाको हिँडाइ देख्न सक्नुहुन्छ तपाईँ दुईटा हात फलाकेर सबिना हेयर स्टाइल फिक्स गर्दैछ यहाँ हेर्न सक्नुहुन्छ सबिनाको हेयर स्टाइल ड्रोन भ्यूमा हेर्न सक्नुहुन्छ सुक्यो भने त बाई बाई फेरि पनि भर्याङ सुरु भएको छ सबिनाको गएको छ 7 दौडेर चढिदिन्छ तर सबिनाले यति भएर चढ त अन्त बाख्राको पाठा जस्तो बुत्रु बुत्रुको उर्लेर यस पुरालो हामी चाहिँ तल नगइकन यो स्ट्रेट बाटो जानेछौँ सबिना अगाडि अगाडि गइसकेको छ भन्नुपर्ने है बेबी यहाँबाट पनि स्ट्रेट जान्छौँ हामी सबिना अगाडि नै गइसकेको छ फेरि भर्याङ आइसकेको छ आज कति खुड्किला कति भर्याङ उक्रियौँ होला सबिना हामी
मान्छे पुग्यो सैनाले आज राति घुर्छ उसले अब सैनाले घुर्थ्यो आज पक्का कोबेको खतरा भ्यू देखिरहेको छ हाम्रो सेराबाट है सबिना त्यो कस्तो लाग्यो तिमीलाई लाग्यो हामी चाहिँ अहिले खाना खानलाई यहाँ ब्रेकमा बसेको है यस्तो छ हाम्रो पछाडिको भ्यू चाहिँ के भन्नु हामी चाहिँ आधी बाटो बढी आयो है आधी बाटो हाम्रो डेस्टिनेसन चाहिँ अलिकति तल झन् आधा घन्टा पनि लाग्छ होला त लाग्छ होला हामी चाहिँ आनन्दले फेरि खाइसक्यौँ ब्रेक नै ब्रेक खानी नै खानी खानी मैले मात्र खाएको होइन है फेरि खानी मात्र आई हेभन्ट इट खानी इन्स्टाग्राम चलाउने त्यति हो अनि म माथि अत्याचार गर्ने Are you excited? Sabina is very active now after break. After short break, Sabina is recharged. Now she is like flying. Every step flying. Dance. Wow. More. Wow. के भन्नु न कुन्चिया सबैले आज लाइफमा फर्स्टचोटि यति धेरै कुनी चिवा भने होला यस हामी चाहिँ अब यहाँ तल्लोबाट गएर यो सेतो तक्लु पहाड जस्तोबाट यो माथि गएर हिँड्नेछौँ सबिनालाई कस्तो लागिरहेको छ एकदम रमाइलो गाह्रो लाग्छ छैन गाह्रो लाग्छ होइन सबिनाले यहाँबाट जान्छ भनेर च्यालेन्ज गरेकी थिए जान त जान्छ कहाँ जान्छ ठाउँमै जान्छ कि न ठाउँमा जान्छ लेट्स सी गाइज बाटोमा हिँड्यो भने थाल्नु क्या हो र त्यस्तो भनेको यस्तो बाटो कहिले हिँड्यो सबिना गाउँ जाँदाखेरि चप्पल आएको भए पनि सबिनाले आज हिँडिदिन्छ यस्तो बाटो होइन यस्तो बाटो त अलि त्यो भर्याङ हुँदाखेरि मात्र स्यास्या भएको हो कि ठाडै उकालो जानुपर्छ कि यस्तो सानो बाटो थियो यो त केही पनि होइन अनि यो नि यहाँबाट ओर्लिन पर्दा आए हिजो सबिनालाई हाइकिङ गरे जस्तै भएन होला पानी कम चियाइ भयो होला होइन भर्याङ हुँदाखेरि त स्यास्या गर्नलाई यति धारा कि थियो अब भर्याङ आउँदैछ फेरि अब यहाँबाट चाहिँ रियल हाइकिङ सुरु हुन्छ सबिनाको दाँतबाट पसिना आइसकेको छ भर्याङ देख्ने बित्तिकै हो कि सबिना सबिना मेकअप टाइम नाउ बिफोर गोइङ टु सन फोटो पार न फोटो खिच्दै जाम भाइ
फर्केर हेर्दा ल जल्दी मत गर्न अगाडि फर्केर सबिना गाउँको अस्ति छ यो बाटो त केही फरक पर्दैन सबिना वाह कम्मरमा हात राखेर थकै मारेर तल भएर धेरै टाढा नजाउने फेरि सबिनाको चढाइ छ खतरा सबिनाको सबले आज धेरै हिँड्यौँ बेलुका धेरै घुर्यौँ आइनो हेर हेर कहाँ कुन बाटो हिँड्यो कि सबले खतरा खतरा बाटो हिँड्यौँ अब हामी तक्का दाइ अब जान्छौँ यहाँबाट बुत्र 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 मजा आयो आज धेरै पछि हिँडेको अनि यो त मेरो यो वर्षको फर्स्ट ट्रेकिङ नै मेरो हो यो आज मैले टाइम नपाएर यहाँनिर ट्रेकिङ नै गर्न पाएन अरू के भन्यो नि यस्तो त म कति हिँडेँ हो बेलुका अनि अहिले दुख्यो भनेर बेलुका तरकारी नपकाउने खै यस्तो कति हिँडेँ अहिलेसम्म गाउँको बाटो जस्तो छ भन्दै उकालो धेरै हो क्या अलिकति उकालो धेरै रहेछ यो बाटोमा गाउँको भन्दा
अहिलेसम्म त यस्तो जग्गा त गाउँको हिँड्दैन होइन भनेर पनि। हातहरू के जाओ यस्तो जाओ बाटो हिँड्नु कि त अनि अहिले किन फ्या त चढ त चढ चढ सबिनालाई यति चढ्न हम्मी हम्मी परेको छ। भ्यू देखेर रियाक्सन दियो त सबिना भ्यू हेरेर। अहिले हामी यहाँनिर छौँ। अब यो बाटो हुँदै 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 गएर यहाँ सुमा कोइन स्टेसनबाट घर फर्किन्छ। गीत नगाउन भ्लग नराम्रो आउँछ तिम्रो। मैले गायो भने त राम्रो भएर कपिराइट लाग्छ, तिम्रो त नराम्रोले गर्दाखेरि नराम्रो कमेन्ट आउँछ। कहाँ छ सबिना? सबिना इज सो स्लो। अलिकति सम्म बाटो आयो भने हाम्रो गाउँको बाटो यस्तो जाओ त भन्थे, अनि अलिकति गाह्रो बाटो आयो भने फेरि मान्छे सानो हो भन्छ फेरि यता जस्तो गरे नि जस पाउँदिनँ फेरि भर्याङ आएको छ गाइज। भोग लाएर गाइस अब चाहिँ हाम्रो रामेन उहाँले बनाउँदै हुनुहुन्छ। कति 3 हो यसलाई चाहिँ अब यसरी छोपिदिनु पर्ने हुन्छ ल गाइस। छोपिदिनु भयो। अब रामेन हाम्रो 3 मिनट रेडी हुन्छ। भोक लागेको बेला रामेन गमका गम खानलाई चाहिँ कस्तो रहेछ रामेन छ भने गम 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 वाह वाह। यहाँको डेस्टिनेसन चाहिँ सक्यो। फेरि हामी अर्को माउन्टेन चढ्न जान्छौँ होइन। त्यो चाहिँ त्यो माथिको हो। अब त्यहाँसम्म गएर हामी फेरि कन्टिन्यू गर्नेछौँ। बाई बाई। कस्तो छ भने के अरे गाइस अब हामी फेरि यहाँको भर्याङ सर चढेर मासतिर जानेछौँ। सबिनाले के भन्नु छ कि भर्याङ चढ्नु परेर रुवाबासी हो ठाडै उकालो हो के चढ्ने बोक्दैन बुक गर्ने सक्दिनँ। Sabina is climbing भर्याङ slowly. भर्याङ चढ्न परिरहेको अवस्था छ। गाह्रो हुँदो रहेछ ट्रेकिङ गर्न। कति मिनट चढ्न सक्दो रहेछु ब्याग बोकेर। अब हामी ट्राई गर्न गइरहेछौँ। आइज सबिना जान्छ है त। ओके 10 सेकेन्ड ट्याक्क 10 सेकेन्ड
घुँडा दुख्यो अब अब घुँडा दुख्यो यहाँ माथि कि यस्तो त गाउँघरमा गरिरहेको भन्दैछ त अहिले त होइन होइन कस्तो दुख्नु थालेको क्या मेरो अक्षर त्यस्तो गाउँघरि हिँड्न नपाएर होला नि त अब आज बिसल्छ होला सायद ओकेन कुछ भी काम भयो छाता पनि त्यहाँ यहाँ आइपुग्यौँ अघि हामी यहाँबाट हिँडेको यहाँ आइपुग्यौँ अब यो बाटोमा त्यो 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 यो यहाँबाट हामी चाहिँ घरतिर लाग्छौँ सबैजना एक्टिभ हुँदै भर्याङ चढेर यहाँ जात्रा पाँच तल आँटीको भर्याङ रहेछ होइन आर एक्साइटेड फेरि घाम आइहाल्दा के गरेर छैन सो स्याड हो यो अघिको माथिको त्यो बाटाको बाटाको यहाँ आइपुग्नु चाहिँ हामी चाहिँ आज कति बजी हाम्रो हाइक कति बजी स्टार्ट अहिले 9 बजे त्यस्तै होला साढे 9 बजी स्टार्ट गर्दाखेरि हाम्रो अहिले कति बज्यो अझ लगभग हाम्रो आधी हुन्छ साढे दुई। अनि त्यहाँबाट हामी ट्रेन हामीले तर धेरै ब्रेकहरू गऱ्यौँ नि त जहाँ देखेँ त्यही बस्यौँ अनि ट्रेन चढेर 1 घन्टाको हामी आफ्नो घर जान्छौँ नो यहाँ चाहिँ यति धेरै मुन्टालाको बोर्ड छ होइन हेर्दै खाउँ होला नि होइन तर म त्यसलाई देखाए होस् न फेरि अलिक तल जानु पर्दैन म ठस्छ तर जान नमिल्ने जानु त मिल्छ होला तर मान्छे खानेकुराको मात्र ध्यान कसलाई के को धन्न कसलाई के को धन्न घर जाएलाई खानको धन्न केही नै खाएन बिहानदेखि चक्लेट खान्छ मिठो मिठो खाने भोग लाग्यो यो केही पनि होइन माई लर्ड हामी अब 30-35 मिनटमा पुग्छौँ त्यही भएर यहाँनिर राम्रो भ्यू हेर्ने ठाउँमा एकछिन बसेर ब्रेक लिइरहेको छ होइन भ्यू देखाइदिनु यस्तो छ भ्यू गाइज अहिले हामी यहाँ आइपुग्यौँ अब सुर जाने सुमाउरा कोयन एकीबाट घर फर्किन्छ वाउ तँ पापी होला भाइ छ मम्मी आमा छिटायो नि फाइनल्ली हाम्रो ट्रेकिङ चाहिँ सकिएको छ अब हामी ट्रेन चढेर घरतिर फर्कनेछ कति भयो त कति गाह्रो रहेछ होइन आज ट्रेकिङ कति गाह्रो भयो भन त हो